हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग अगेन। आज चाहिँ म फेरि हेयर कलर गर्न आँटेको छु घरमै। अन्त यो हेयर कलरको नाम हो फ्लेम रेड। यो चाहिँ तपाईँले जहाँसुकै दोकानमा इजिली पाउन सक्नुहुन्छ। मैले चाहिँ पहिला पनि लगाएको थिएँ, मलाई चाहिँ पुरा मन पर्यो यो हेयर कलर चाहिँ। त्यो भएर चाहिँ मेरो न्यू ग्रोथमा मात्रै लाउने आज चाहिँ। अन्त म चाहिँ हेयर कलर लाउँदैछु। हेयर कलर चाहिँ तपाईँले ड्याम लाउनु हुँदैन, कम्ती कम्ती लाउनुपर्छ है। केस कलर गरिसकेर चाहिँ मैले मजाले नुहाएँ। अन्त तपाईँहरूलाई म एउटा कुरा भन्छु, यो कलर सँगसँगै नै त्यो बट्टामा चाहिँ तपाईँहरूले कन्डिसनर पनि पाउन सक्नुहुन्छ। यो कन्डिसनर लगाएपछि चाहिँ अझै राम्रो हुन्छ। अन्त मैले केस नुहाइसकेर चाहिँ केस सुकाएँ। तपाईँहरूले रिजल्ट हेर्नुहोस्, मलाई चाहिँ एकदम मन पर्यो। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? मैले अघि नै भनिसकेँ, तपाईँहरूलाई यो कलर चाहिँ लाउनु मन छ भने चाहिँ बजारमा नर्मली पाइहाल्छ दोकानमा। अन्त चाहिँ यो कलर त्यति पनि पर्दैन, 200 अन्डरमा आइहाल्छ। अन्त तपाईँहरूलाई मेरो न्यू लुक्स कस्तो लाग्यो, मेरो हेयर कलर मन पर्यो कि मन परेन, कमेन्ट सेक्सनमा मलाई कमेन्ट गर्नुहोस्। अन्त जसले पनि मेरो ब्लग्सलाई हेरिदिनु हुँदैछ, थ्याङ्क यू सो मच। अन्त किप सपोर्टिङ, बाई बाई।